पत्रकारहरूलाई चाहिँ उडाएको हो त्यो चाहिँ। पत्रकारहरूको काम भनेको के भइरहेछ भने कहाँ कसले के लागेको छ, के खाएको छ, कसले कहाँ हग्यो, कसले कहाँ पाद्यो, कसले कहाँ गएर मुत्यो भन्ने कुराहरू मात्रै हेरे जस्तो लाग्यो क्या होइन। कसैले एउटा घडी लायो होइन, अब सोध्न सकिन्छ तर त्यसैलाई चाहिँ आधार मानेर अनेकौँ किसिमका भनौँ न झुट्टा आरोपहरू अब त्यो जुन छ त्यस्तो किसिमको लगाउने कुराहरू चाहिँ नहोस् भनेर मैले चाहिँ त्यो अस्ति त्यो ताप्लेजुङमा दिएको एउटा वृद्ध दम्पति बुढाबुढी आएर दिएको हो, मैले चाहिँदैन भन्दाखेरि पनि होइन यो लिनुहोस् कि लिनुहोस् भने छोडेन त अब के गर्नु त, अनि झोलामा हालेर लिएर आएको। रोलेक्स हो के त्यहाँ त्यही फोटो हेर न हो कि होइन, मलाई थाहा